सीधा कुरा गरौँ, भ्याट अर्थात् मूल्य अभिवृद्धि कर दर्ताको कुरा सुन्न साथ धेरैजसो स्टार्टअप संस्थापकहरू अलि हतोत्साहित हुन्छन्, होइन त? तर आजको यस विश्लेषणात्मक प्रस्तुतिमा हामी यसलाई एउटा झन्झटिलो कर पुस्तिकाको रूपमा मात्र नहेरी व्यवसायलाई ठूलो स्तरमा विस्तार गर्ने एउटा रणनीतिक प्लेबुककै रूपमा हेर्नेछौँ। नियमहरूको गहिराईमा डुब्नु अघि आजको यो महत्त्वपूर्ण जानकारी कहाँबाट आयो भनेर श्रेय दिनै पर्छ। आज हामीले प्रस्तुत गर्ने यी उत्कृष्ट तथ्य र तथ्याङ्कहरू हाम्रा मित्रहरू फाइनान्स एन्ड ट्याक्स कन्सल्टेन्ट्स प्राइभेट लिमिटेड र विश्वव्यापी भुक्तानी प्लेटफर्म स्ट्राइपबाट साभार गरिएका हुन्। अब यो परिभाषामा एउटा निकै रोचक कुरा छ। भ्याट दर्ता भनेको केवल एउटा फर्म भर्ने काम मात्र होइन, यो त एउटा औपचारिक जानकारी हो। अर्थात् यो त्यही ठ्याक्कै बिन्दु हो जहाँ एउटा स्टार्टअपले आधिकारिक रूपमा सरकारको तर्फबाट कर सङ्कलकको जिम्मेवारी आफ्नो काँधमा लिन्छ। साँच्चै भन्नुपर्दा यो वृद्धि र विस्तारको एउटा ठूलो कोसेढुङ्गा हो। आजको हाम्रो यो छोटो कार्यसूचीले कर अनुपालनलाई सिधै स्टार्टअप वृद्धिका मानकहरूसँग जोड्नेछ। हामी भ्याट दर्ताको आधारभूत कुराहरू, अनिवार्य राजस्व सीमा, आवश्यक कागजात, योजना छनौट र दर्तापछिको कर सञ्चालनका बारेमा सरसर्ती हेर्नेछौँ। पहिलो खण्डमा प्रवेश गरौँ, भ्याट दर्ताको आधार। यहाँ हामी विश्वव्यापी कर अनुपालनको लागि कसरी बलियो जग बसाल्ने भनेर हेर्नेछौँ। धेरैलाई लाग्न सक्छ भ्याट दर्ता अनिवार्य भएपछि मात्र गर्ने हो, तर पर्खनुस् है, कतिपय स्टार्टअपहरूले अनिवार्य नहुँदै स्वैच्छिक रूपमा पनि दर्ता गर्छन्। किन होला? किनभने स्वैच्छिक दर्ताले सम्भावित लगानीकर्ता र ठूला कर्पोरेट ग्राहकहरूलाई एउटा स्पष्ट सन्देश दिन्छ, व्यवसाय साँच्चै परिपक्व र कानुनी रूपमा बलियो छ। अनि पक्कै पनि व्यापारिक खर्चहरूमा तिरिएको भ्याट फिर्ता दाबी गर्न पाउनु त अर्को ठूलै फाइदा भइहाल्यो। अब लागौँ दोस्रो खण्डतर्फ, अनिवार्य राजस्व सीमा। यो त्यो बिन्दु हो जहाँ स्टार्टअपको तीव्र वृद्धिले स्वतः कानुनी दायित्वहरू सिर्जना गर्छ। यो तथ्याङ्क हेर्नुस् त कति अचम्मको छ। राजस्व सीमाहरू विश्वव्यापी रूपमा कति धेरै फरक हुन्छन् भन्ने यसले स्पष्ट पार्छ। एकातिर बेलायतले हेरौँ, जहाँ 90,000 पाउन्डसम्मको निकै उदार सीमा छ, जसले साना व्यवसायलाई सास फेर्ने राम्रै मौका दिन्छ। तर अर्कोतर्फ ब्राजिललाई हेर्नुस्, त्यहाँ यो सीमा शून्य छ, अर्थात् पहिलो बिक्रीदेखि नै भ्याट दर्ता अनिवार्य। युरोपियन सङ्घमा भने 10,000 युरोको एउटा साझा सीमा तोकिएको छ। यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वदेशी कम्पनीहरूले पाउने छुट र अन्तर्राष्ट्रिय व्यवसायहरूले झेल्नुपर्ने तत्काल अनुपालन बीचको आकाश जमिनको फरक हो। मानौँ एउटा सफ्टवेयर वा डिजिटल सेवा प्रदान गर्ने कम्पनी छ, विदेशी बजारमा पहिलो पटक सेवा बेच्ने बित्तिकै त्यो करको दायरामा आइपुग्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड जमाउन खोज्ने प्रारम्भिक चरणका संस्थापकहरूले यो कुरालाई एकदमै गम्भीर रूपमा लिनुपर्छ। तेस्रो खण्डमा जाउँ, आवश्यक दर्ता कागजातहरू। सीमा पार गरेपछि कर अधिकारीहरूलाई बुझाउनु पर्ने पहिचान र गतिविधि प्रमाणित गर्ने कागजातहरूको बारेमा अब चर्चा गरौँ। कर अधिकारीहरूलाई सबैभन्दा पहिला व्यवसायको ठ्याक्कै पहिचान र पैसाको कारोबार हुने बाटो प्रष्ट रूपमा चाहिएको हुन्छ। त्यसैले कम्पनीको कानुनी नाम, संरचना र विशेष गरी व्यापारिक ब्याङ्क खाताको एकदमै सही जानकारी दिनु नितान्त जरुरी छ। यस्ता साना विवरणहरूमा भएको एउटा सानो गल्तीले पनि दर्ता प्रक्रियालाई महिनौँ पछाडि धकेलिदिन सक्छ। आधारभूत जानकारी दिइसकेपछि अब पालो आउँछ प्रमाण पेश गर्ने। आफ्नो व्यवसाय साँच्चै नै भ्याटको दायराभित्र पर्छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ। यसका लागि व्यापारिक सम्झौता पत्रहरू, इन्भोइसहरू र सञ्चालकहरूको पहिचान खुल्ने कागजातहरू कर कार्यालयलाई बुझाउनुपर्छ। सजिलो भाषामा भन्दा यो व्यवसाय सक्रिय छ र वैधानिक छ भनेर विश्वास दिलाउने चरण हो। अब कुरा गरौँ चौथो खण्डको, भ्याट योजना छनौट। व्यवसायको लागि कुन वित्तीय ढाँचा सही हुन्छ त्यो जान्नु निकै रणनीति कदम हो। यो निर्णयले बढ्दै गरेको स्टार्टअपको नगद प्रवाहमा जादु नै गर्न सक्छ। सोचौँ त, ग्राहकले पैसा नतिर्दै सरकारलाई भ्याट बुझाउनु पर्दा व्यवसायको ढुकुटीमा कस्तो दबाव पर्ला। त्यसैले भुक्तानी आउन समय लाग्ने प्रारम्भिक चरणका कम्पनीहरूका लागि नगद लेखा अर्थात् क्याश अकाउन्टिङ छनौट गर्नु साँच्चीकै जीवन रक्षक हुन सक्छ। यसमा ग्राहकबाट हातमा पैसा परेपछि मात्र भ्याट तिए पुग्छ। एकदमै व्यावहारिक होइन त? यसका अलावा कतिपय देशहरूले साना व्यवसायहरूका लागि सरल फ्ल्याट रेट योजनाहरू पनि ल्याएका हुन्छन्, जहाँ कुल बिक्रीमा एउटा निश्चित प्रतिशत मात्र कर लाग्छ।
त्यस्तै यात्रा वा सेकेन्ड ह्यान्ड सामानको व्यापार गर्नेहरूका लागि नाफामा मात्र कर लाग्ने मार्जिन योजनाहरू पनि उपलब्ध हुन्छन्। सही योजना छान्नुभयो भने अनावश्यक झन्झटबाट मुक्ति पाइन्छ र हिसाब किताब राख्न पनि एकदमै सजिलो हुन्छ। अब लागौं अन्तिम तथा 5औं खण्डतर्फ, दर्तापछिको कर सञ्चालन। व्यवसाय विस्तार हुँदै जाँदा अनुपालनलाई कसरी व्यवस्थापन गर्ने त्यसबारे हेरौं। भ्याट नम्बर हात पर्नु भनेको दौडको अन्त्य होइन है, यो त निरन्तर चलिरहने दौडको सुरुवात मात्र हो। यो स्लाइडले दर्तापछिको लयलाई स्पष्ट पार्छ। पहिलो, इन्भोइसहरूमा सही दर तोकेर भ्याट उठाउने। दोस्रो, जरिवानाबाट बच्न समयमै सही भ्याट रिटर्न फाइल गर्ने। र तेस्रो, सबै बिल र रसिदहरूलाई 5 देखि 10 वर्षसम्म सुरक्षित राख्ने। व्यवसाय रहेसम्म यो चक्र निरन्तर चलि नै रहन्छ। अनि जब व्यवसायले देशको सिमाना पार गर्छ नि, तब यो पुरै चक्र धेरै गुणा जटिल बन्न पुग्छ। एउटै देशको मात्र होइन, अब त धेरै देशका विभिन्न सीमाहरू, दूरी अनुसारको बिक्रीका नियमहरू र युरोपको हकमा इसी सेल्स लिस्ट जस्ता थप रिपोर्टिङहरूको पनि सावधानीपूर्वक हिसाब राख्नुपर्ने हुन्छ। यो साँच्चै नै एउटा ठूलो चुनौती बन्न सक्छ। र अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। के स्टार्टअपको आन्तरिक प्रणालीहरू विश्वव्यापी कर अनुपालनको यो निरन्तर फैलिरहेको जटिल सञ्जाललाई व्यवस्थापन गर्न साँच्चै तयार छन् त? भ्याट दर्ता भनेको कर तिर्न कुरा मात्र हुँदै होइन, यो त विश्वव्यापी प्रतिस्पर्धामा टिक्नको लागि चाहिने एकदमै बलियो आधारभूत पूर्वाधार हो। आशा छ यो जानकारीमूलक प्रस्तुतिले यहाँहरूलाई सही दिशा निर्देश गर्नेछ।